जलजले आँखामा पानीपुरी चाहिँ घुमिरहेछ मलाई त साथीहरू के गर्नु कति दिदीलाई 30 रुपियाँ ल 30 रुपियाँको पानी पनि किन्ने हो पानीपुरी खाइ अब पानी खाने एकचोटिमा मैले सास नफेरेर यो बोतल सत्तै खान सक्छु क्या पानीमा त्यस्तो बढी खान्छ। हेलो साथीहरू सम्पूर्णमा नमस्कार, यहाँहरूलाई स्वागत छ आजको मेरो नयाँ अर्को भ्लगमा। आज मैले यो भ्लग अलि लामो समयपछि बनाउँदैछु साथीहरू, किनकि म आफै अस्वस्थ भएको कारणले गर्दा भिडियोहरू बनाउन सकिरहेको थिएन। आज चाहिँ मैले बनाइरहेको छु। आजभन्दा एक हप्ता अगाडि मेरो अपरेसन भएको थियो नाकको साथीहरू। मैले त्यतिखेरको भिडियो पनि बनाएको थिएँ तर अपलोड गर्न सकिनँ। त्यो भिडियो चाहिँ अटोमेटिक डिलिट भएछ होइन, के कारणले भयो भन्ने कुरा अब थाहा भएन। अरू फोटो भिडियोहरू अरू डिलिट गर्दाखेरि त्यो पनि डिलिट भएछ, त्यसले गर्दा त्यो मैले अपलोड गर्न सकिनँ साथीहरू होइन। आज चाहिँ मैले फेरि यो भिडियो बनाउँदैछु। आज म एक हप्ता पछाडि फेरि डाक्टर साहबले फलोअपको लागि चेकअपको लागि बोलाउनु भएको थियो, त्यसैले गर्दा म आज फेरि प्रवास आइपुगेको छु। यतिखेर बिहानको 11 बजेको छ। अब म चाहिँ डाक्टर साहबलाई भेट्छु अनि मेरो नाकको दुखाइ चाहिँ अझै पनि कम भएको छैन साथीहरू। भित्र काटेर अपरेसन गरेको चिज हो, यति चाँडै सन्चो हुने कुरा त भएन होइन। त्यही पनि कस्तो हुन्छ के हुन्छ आज चेकअप गर्नु पऱ्यो। एक हप्ता पछाडि आउनु चेक गरौँला भन्नुभएको थियो, त्यसैले गर्दा आज आएको छु। दुखाइ चाहिँ भित्र एकदमै दुखिरहेको छ, सुन्निन पनि कम भएको छैन। हेरौँ कस्तो हुन्छ। अब चेकअप गरिसकेपछि पक्कै पनि औषधि थप्नुहुन्छ होला, औषधि सकिसकेको छ। औषधि थप्ने र कतिसम्म अझै आराम गर्ने, के नखाने के खाने होइन, सबै कुराहरू डिटेलमा आज राम्रोसँग सोधेर अनि जानुपर्नेछ। ल साथीहरू अगाडि बढौँ। म चाहिँ डाक्टर साहबलाई भेट्न जान्छु। अब आजको दृश्य यहाँनिरको यस्तो छ। ल साथीहरू चाहिँ अब मैले चाहिँ विभिन्न नाकको हातको सबै अपरेसन गरेर भ्याएँ। आजको प्रवासको दृश्य यहाँ देख्न सक्नुहुन्छ, यस्तो छ। प्रवास मेडिकलको दृश्य मैले यहाँ धेरै पटक यहाँको दृश्य तपाईँहरूलाई देखाइसकेको छु। म धेरै पटक यहाँ आएको कारणले गर्दा धेरै पटक नै मैले यहीँको भिडियो बनाएको छु। आफ्नै अपरेसनको लागि आइरहने गरिरहेको छु। आज पनि आफ्नै कारणले आएको हो। म र मेरो श्रीमती आएको छौँ। म चाहिँ यता भिडियो बनाउन लागेँ, श्रीमतीले चाहिँ उता टोकन लिन गएको छिन्। अब चाहिँ म यहाँभित्र प्रवेश गर्दैछु। देख्न सक्नुहुन्छ प्रवास मेडिकल कलेज। ल साथीहरू म चाहिँ अब अगाडि बढ्छु। भिडियोलाई हेर्दै गर्नु होला। म चाहिँ अगाडिको के हुन्छ बताउनेछु। ल बाई, एकछिनपछि फेरि भेट्नेछौँ साथीहरू। हामी चाहिँ चेकअप गराएर औषधि लिएर फर्क्यौँ। छिटै काम सकियो, डाक्टरलाई भेटेर छिटो काम सकेर अनि त्यसपछि हामी निस्क्यौँ साथीहरू। औषधि खाने औषधि चाहिँ थप्नु परेन, नाकमा राख्ने स्प्रे अनि निरन्तर नाक सफा गर्ने भनेर सफाइ गर्नको लागि टेक्निक सिकेर चाहिँ आएको छु मैले होइन। फेरि 2 हप्तापछि फलोअपमा फेरि राख्नु भएको छ। हेरौँ ठिक भयो भने चाहिँ नआउन पनि सकिन्छ, यदि ठिक भएन भनेर केही अप्ठ्यारो फिल भइराख्यो भने चाहिँ आउनु पर्ला। अनि निस्क्यौँ। आज चाहिँ चाँडै नै काम सकियो। बुढी भएर हिँडेछौँ। बुढी चाहिँ खासै ब्लग बनाउन नमान्ने, यहाँ मैले एक्लै बनाइरहेको छु। आज चाहिँ अब छिटै काम सकिएको छ। यति चाँडै घर गएर पनि के गर्नु। प्रवासको खालि मेडिकल कलेज मात्रै देखाइरहेँ मैले तपाईँहरूलाई होइन। आज चाहिँ अलिकति यहाँदेखिको वरिपरिको दृश्य पनि देखाउँछु। एकैछिन यो एरिया घुमेर अनि जानु पर्ला है साथीहरू। ल भिडियोलाई हेर्दै गर्नु होला। मैले चाहिँ केही दृश्यहरू देखाउने छु प्रवासको मेडिकल कलेजको वरिपरिको। वरपरको दृश्य पनि सुनसान छ, खासै भिडभाड यताउति केही छैन। मेडिकल कलेज पनि खै किन यस्तो आजभोलि। हेर्नु यहाँनिर प्रवासको घुम्ती, यताबाट तानसिन जाने बाटो, यताबाट बुटवल जाने बाटो है त साथीहरू। यो रहेको छ प्रवास मेडिकल कलेजको गेट। ल अब हामी यो वरिपरि आज घुम्नेछौँ साथीहरू। कति मात्रै मेडिकल कलेजको भित्रको मात्रै देखाउन होइन, बिल्डिङ मात्रै। आजको बाहिरको दृश्य पनि हेर्नुहोस् ल, यस प्रकार रहेको छ।
यहाँ आँपको बुट्टाहरू छन्। आँप चाहिँ ल हेर्न सक्नुहुन्छ, आँपहरू फलेको छ लचक्क र पाक्ने समय चाहिँ भएको रहन्छ कि खै पाकेको चाहिँ छैन होइन। आँप चाहिँ साह्रै फलेको रहेछ। ल हेर्नु, यहाँ एकजना आमाले भक् खाइराख्नु भएको छ आँप। ल खानुहोस् है, खानुहोस् खानुहोस्, खानै जन्मिनु भएको रहेछ, खानुहोस्। ल हेर्नु साथीहरू, यो चाहिँ आँपका बुट्टाहरू परवासको। सानोमा हुँदाखेरि यिनी बुट्टाहरूमा चढिन्थ्यो साथीहरू, घुम्न आइन्थ्यो नि त यता पनि। यहाँ यो चाहिँ यहाँ व्यवसाय गर्नको लागि खोलिएको हुनसक्छ। यिनी यहाँनिर व्यवसाय गर्नको लागि बनाइएको विभिन्न बिल्डिङहरूमा पुरै झार उम्रिरहेको छ। व्यापार गर्ने अवस्था छैन यहाँनिर, र मान्छे नै छैन व्यापार गरेर के गर्नु। लगानी लगाएर मात्रै भएन, व्यापार नहुने होइन। हेर्न सक्नुहुन्छ आँपहरू। हामी अझै अगाडि जानेछौँ। बुढीलाई थके लागेछ, थके ला हो र। शीतल हावामा बुढाबुढीको डेटिङ बस्नुको मजा नै बेग्लै छ साथीहरू, होइन? कस्तो लागिरहेछ? के भन्नु डक्टरले मलाई? नाक साफ गरिराख्नु होला भने। अरू एक दुई हप्ता पछि आउनु भने। 2 हप्ता पछि फेरि बोलाएछन् होइन। अहिले चाहिँ निरन्तर नाक सफा गर्ने भने आइडिया सिकेर आइएछ होइन। हामीले आइडिया चाहिँ खत्रै रहेछ, नाक सफा गर्ने सिकेर आएछन्। तपाईँहरूलाई पनि देखाउँला है कुनै बेला। यसो अगाडि जाऊँ न त, अब त्यहाँ फर्किउँला। ल अब हामी चाहिँ यहाँबाट अझै अगाडि जान्छौँ। भोक लागेर चाहिँ बेला पुरै आँप खानुभयो त्यहाँ बसेर। हेर्नु साथीहरू, आँपको बोट धेरै वर्ष पुराना बुट्टा हुने नि। यस्तो झार उम्रिया छ। यो होटेल होला, नचलेर बन्द भएछ। के गर्नु, व्यापार छैन। होटेल खोलेर पसल खोलेर सायद खोलेर के गर्नु नचलेपछि होइन। ल यो बोटमा चाहिँ अलिकति ठुल्ठुला दाना रहेछ है साथीहरू। पाकेको चाहिँ एउटा पनि छैन होइन, समय नभएरै होला सायद। साथीहरू यो देख्न सक्नुहुन्छ कमल पोखरी। हामी त्यहाँ पनि जानेछौँ अहिले। हेर्नु है, यहाँनिरको दृश्य यताबाट हेर्दाखेरि यस प्रकारको आएको छ। हामी अहिले एकैछिनमा त्यहाँ कमल पोखरी पनि जानेछौँ साथीहरू। एकैछिन हामी यतापट्टि घुमेर आउँछौँ है त। अलिकति अगाडि गएर म तपाईँहरूलाई त्यहाँनिरको खेतहरू अनि डाँडाकाँडा देखाउँछु है साथीहरू। ल हामी चाहिँ एकदमै बुढाबुढी भएर डटेर हिँडेका छौँ। कति चाहिँ हस्पिटलको मात्रै देखाउनु भनेर आज चाहिँ अलिकति फरक टाइपको भलक पनि हुने भयो। अनि हामीलाई चाहिँ यसो फ्रेस पनि हुने भयो, छिटो काम सकियो। अनि जानुभन्दा अगाडि यसो थोरै यहाँनिर घुमेर फर्किनु त भन्ने हिसाबले चाहिँ यता घुम्दै आइरहेको छ। हेर्नु साथीहरू, यतापट्टिको डाँडाकाँडा, गाउँ, हरियाली कति आनन्द छ, हेर्दै आनन्द। हेर्नु साथीहरू, यहाँबाट चाहिँ अझै फरकै किसिमको देखिँदो रहेछ। यो बुटोल हाइवे है साथीहरू। तानसिनमा खासै गर्मी छैन, शीतल छ एकदमै। अनि बुटोलमा चाहिँ यसरी हिँड्न सक्ने अवस्था छैन गरे गर्मीले। परवासमा समेत यति धेरै गर्मी कि साथीहरू। ल हेर्नु, यहाँ बुढी माउले चाहिँ धेरै गर्मी भएर डढेर कालै भइन्छ भनेर उसले चाहिँ पुरै त ब्यागले छेकेको छ। टाउको दुख्ने यार गर्मीले। त्यही भएर हो, डढिन्छ भनेर होइन।
होइन डढिन्छ भने तर गर्मी चाहिँ लास्टै छ है साथीहरू। यो पर्वसमा पनि यति गर्मी छ क्या। तर गाडी आउलाई गाडी आएर हानाउने हेर्नु है साथीहरू, भक्कै पार्ला। अब म चाहिँ तपाईँहरूलाई यो चोक देखाइहाल्छु होइन। यहाँभन्दा अगाडि धेरै नजाने, यहाँ शीतल रहेछ, यहाँबाट फर्किनु पर्ला। यहाँ तपाईँहरूलाई मैले के देखाउँछु भने यतापट्टिको यो देख्नुहोस् हरियाली होइन। अनि यहाँबाट सर हेर्नु पर्दाखेरि यहाँ माथिपट्टि तानसिन देख्न सकिन्छ। अलिकति म जुम गरेर देखाउन चाहेँ यहाँबाट है। हेर्नु यो चाहिँ तानसिन हो। यहाँनिर लेखेको पनि छ तानसिन भनेर। यो रहेको छ तानसिन होइन। खासै केही छैन देखाउनु, त्यही पनि अलिकति नयाँ देखाउँ भनेर आज यहाँबाट म यतातिर देखाउँछु है। यहाँ पारी खेत, यो चाहिँ ठ्याक्कै बाँसटारी भन्दो रहेछ यहाँनिर। यहाँसम्म हामी हिँड्दै आयौँ है साथीहरू। ल हेर्नु यहाँदेखि म तपाईँहरूलाई फेरि यतापट्टिको भाग देखाउन चाहेँ। सर खेतबारीको यहाँ चाहिँ जोतबान गरेर छ्याक्क पारेको रहेछ। यहाँनिर पनि आँप रहेछ साथीहरू, देख्न सक्नुहुन्छ। यो चाहिँ खेत, यहाँनिर चाहिँ विभिन्न सागसब्जीहरू तरकारीहरू उत्पादन गरेर विभिन्न ठाउँमा सप्लाई हुन्छ। तानसिनतिर पनि बेचिन्छ होला। यहाँबाट हामीले चाहिँ किनेर खान्छौँ। तानसिनमा बसेर के गर्नु, यसरी काम गर्न चाहिँ सकिँदैन। त्यसैले अर्ग्यानिक खान पनि पाइँदैन साथीहरू। यहाँनिर चाहिँ अर्ग्यानिक नै हुन्छ होला। पाल्पाको यो चिसो मौसममा विषादीहरू खासै प्रयोग गरिन्न होला जस्तो लाग्छ मलाई। यहाँनिर देख्न सकिन्छ यस प्रकार रहेको छ यहाँको खेतीबारी होइन। चट्ट वरिपरि डाँडा काँडा होइन, छेउछाउमा घर अनि बिचमा खेतबारी। यस्तो आनन्दको ठाउँ, स्वर्गै जस्तो लाग्छ मलाई यो त। यहाँ बस्ने मानिसहरूलाई पनि एकदमै आनन्द फिल हुन्छ होला। वरिपरि हरियाली डाँडा काँडा, टक्क छेउछाउमा घरहरू अनि बिचमा यो खेत है। कस्तो आनन्दको छ ठाउँ। ल साथीहरू, यस्तो खालको म तपाईँहरूलाई देखाउनको लागि यहाँसम्म आइपुगेको छु। यहाँनिर चाहिँ एक साइडमा घर बन्दै रहेछ। अब यहाँनिर धेरै बेर नबस्नु साथीहरू होइन। अब चाहिँ आज चाहिँ धेरै लामो समयपछि यो भ्लग बनाएको छु। अब चाहिँ मलाई पनि अलिकति बिसेक भइसकेको छ। म विभिन्न ठाउँमा घुमेर तपाईँहरूलाई मनोरञ्जन दिने र डेली भ्लग गर्ने प्रयास गर्नेछु। आजलाई भने चाहिँ म यहाँबाट अब निस्केँ। अब चाहिँ म सिधा त्यहाँ माथि जान्छु, बस पर्खिन्छु, बस चढ्छु, सट्ट तानसिनसम्म जान्छु। जाम बुढीलाई नि अलि थकै लाग्यो जस्तो भयो होला। म धेरै हिँडालेँ, ठिकै छ। अब के गर्नु, भ्लग बनाइहालौँ। अब युट्युब च्यानल बनाइहालियो। धेरै लामो समयसम्म काम नगरे पनि फेरि युट्युबले पनि के खालको मान्छे रहेछ यो त किन बनायो होला, गयल गरौला भनेर यसो आज चाहिँ यता आउने बाहनामा एउटा भिडियो पनि बनाइहालौँ भन्ने हिसाबले बनाएको छु। यहाँनिर चाहिँ फर्निचर रहेछ ठुलै। आहा, यहाँबाट हेर्नु त साथीहरू, साँच्चीकै आनन्द आउने खालको दृश्य देख्न सकिन्छ। पर्वासको मेडिकल कलेज रहेको छ यो साइडमा भने, यो साइडमा तानसिन होइन। त्यसपछि यहाँनिरबाट यसरी वरिपरिको दृश्य देखाउनु पर्दा पारिको गाउँहरू, सुन्दर गाउँहरू, एकदमै हरियाली यस्तो खालको छ। यस्तो ठाउँ भन्नुहुन्छ भने एकैछिन पर्खिनुहोस् है, होल्ड गर्नु है। होल्ड गर्नु, म 1 मिनटमा देखाइहाल्छु। भने ल है, 1 2 3। ल साथीहरू, यो चाहिँ रहेको छ कमल पोखरी है। यो पर्वस मेडिकल कलेजको ठ्याक्कै यो पछाडिपट्टि यो पोखरी रहेको छ। उता बाहिरबाट पनि देख्न सकिन्छ। यहाँनिर चाहिँ यो कमलको फुलहरू रहेछ। यो चाहिँ ठ्याक्कै यो गावाको पात जस्तै लाग्यो मलाई चाहिँ। यो के गर्छ होला खासमा, यो कसलाई सोध्ने होला। कमलको फुलबाट के बन्छ साथीहरू, मलाई यसो छ्यास्स कमेन्ट गरेर बताइदिनुलाई, थाहा हुनेले। यो मलाई पनि थाहा छैन। म पहिलोपटक यसरी नजिकबाट हेर्दैछु यो कमलको फुलहरू।
यसबाट पनि केही बन्छ होला, नत्र भने यत्रो जग्गामा यसरी लगाएर राख्नुको रहस्य त केही न केही छ साथीहरू पक्कै पनि हैन। चिसो चिसो हावा आइरहेको छ। यसरी वरिपरिको दृश्य यहाँनिर तपाईँहरूलाई यसरी घुमेर देखाउनु पर्दा चाहिँ यस प्रकार देखिन्छ साथीहरू हैन। सरर यसरी घुमाएर देखाउनु पर्दा यहाँनिरको दृश्य वरिपरि आँखा नबिसाएर हेर्नु है त साथीहरू, कस्तो देखिन्छ रङ्गी चङ्गी बिरङ्गी हैन, हरियाली। ल हेर्नु साथीहरू, ल कमल पोखरीलाई पनि बाई बाई गर्दै यहाँबाट पनि हामी निस्कियौँ साथीहरू। यो वन जङ्गल हेरौँ न माथिपट्टि, कस्तो शीतल ठाउँ, आनन्द हरियाली हैन, आनन्दको ठाउँ छ। तानसिन क्या मजाको देखि। यो त तानसिन लेखेको चाहिँ जो लेटर छ नि त्यो चाहिँ जहाँबाट पनि देखिने कि, तानसिनको जुनसुकै कुनाबाट हेरे पनि तानसिन लेखेको जुन छ नि पनि गाउँ रहेछ साथीहरूलाई। अन्त यो पक्कै पनि गाउँ अथवा मन्दिर केही न केही नभइकन यो चाहिँ बनिरहेको छैन। यो थप्केन बनाउँदो रहेछ सिडी, यहाँबाट माथितिर पनि गाउँ हुनसक्छ अथवा मन्दिर होला कुनै। अब चाहिँ हामी यहाँ बाहिर निस्केर बाटोमा निस्केर गाडी पर्खिन्छौँ। गाडी पर्खेर सट्ट गाडी चढेर तानसिन पुग्छौँ फेरि। ल भिडियोमा रहिराख्नु होला, अगाडि के हुन्छ म देखाउँदै जानेछु है त घर पुग्दासम्म। बाटोमा अलि धुलो उडो भनेर मैले चाहिँ यसरी मोला लगाएको छु, नाखलाई असर गर्ला भनेर। अब यहाँ चाहिँ हामी अलि माथि आइपुगेका छौँ। यहाँनिर चाहिँ पानीपुरी खाने योजना बनाइयो हामीले चाहिँ है त। यहाँ छेस्स जाने, यो राघवा चाट पानीपुरीमा जाने, पानीपुरी खाने। यहाँनिर हामीले चाहिँ पानीपुरी नखाइ नजाने। दाइ 2 प्लेट पानीपुरी दिनु त। ल साथीहरू, यहाँनिर चाहिँ पानीपुरी चटपटी को कोलाई मनपर्छ स्यास कमेन्ट गर्नु होला। पर अस्तिर आएको बेलामा यहाँ पसेर झ्याममा खानु होला है साथीहरू। ल मैले चाहिँ अत्यन्तै मनपर्ने चिज हो मेरो। यहाँ चाहिँ 2 प्लेट जति खानु पर्ला, आत्माले मागिरहेको छ। त्योभन्दा बढी खान सकेन किन भर्खरै खाना खाएर झरेको, अलि खाना नखाएको पेट खाली भएको हुन्थ्यो नि त। मैले 4-5 प्लेट पनि उडाइदिन्छु फेरि त्यस्तो। अहिले चाहिँ 2 प्लेटसम्म म एक्लै खाने, अनि बुढीले कति खान्छन् हैन। ल साथीहरू, म चाहिँ अब खानातिर लाग्छु। 2 प्लेट दिनु है दाइ। यहाँ साथीहरू स्वादिलो पानीपुरी आयो, चटपटी भयो मैले खानु। ल चाहिँ ल साथीहरू, यो चिज चाहिँ आयो हैन, अब खाने। ल अझै अर्को चटपटी पनि एड भयो। साथीहरू, मैले चाहिँ मुख बाहिर आएको थिएँ लगभग 10 दिन भयो हैन। आज चाहिँ मैले पानीपुरी खाएको, उसले चाहिँ भर्खर मिठो पाएछ। अनि त्यहाँ अब तर्सिन थाल्यो। 10 दिन भयो पिरो नखाएको, नुन बढी नखाएको हैन। आज चाहिँ खाना लाग्यो, झुक्काएर खाइहाल्ने। उसले चाहिँ बिर्सेछ। एक्कासी सम्झेर रिएक्सन देख कस्तो छ गाइज। 2 भाग लिएर मैले बसेको छु, 1 भाग उसलाई हैन। यदि चाहिँ नखाने आज मेरो मन शान्ति हुन्न, अझै पनि थप्न सकिन्छ यसमा। केही हुन्न क्या, अब आज दबाई सबै भइयो नि त, दबाई भइयो, अब यो खान मिल्छ। केही हुन्न गाइज, त्यही भएर म आफूले पनि ढुक्क भएर खाँदैछु, केही हुन्न। ल साथीहरू, मलाई चाहिँ 2 प्लेटले पुगेन, अझै 1 प्लेट खान पर्यो, त्यो पनि अलि बढी पिरो र अमिलो हालेर। च्याप्प यसरी बनाउनु पठाएको छु मैले फेरि, अमिलो पिरो बढी राखेर। 2 प्लेट चाहिँ खाइसकेँ, अझै 1 प्लेट खाएपछि बल्ल मन शान्ति हुन्छ। 10 दिनसम्म मुख बारेर नुन मात्रै खाइरहेको, आज चाहिँ अमिलो पिरो खान पाउँदाखेरिको मजा नै बेग्लै छ। आहा नि ल हेर्नु साथीहरू, कति दामी भन्दैछ। ल हेर्नु साथीहरू, खुर्सानी कति छ, सट्ट खान्छु है मैले। अब साथीहरू, धेरै लामो समयसम्म मुख बारेर एक्कासी खाँदाखेरि त यति मिठो भयो, यति मिठो भयो भन्ने कुराको त साध्यै छैन साथीहरू।
3 प्लेट पानीपुरी हालिदियो यो घैँटामा, ज्याममा हालिदियो, पिरो उस्तै, अमिलो उस्तै, कति मिठो भएको होइन। ठ्याक्कै आज कति दिन भयो, 11 दिन भयो, 12 दिन भयो, 11 दिन भयो मैले मुख बारेको साथीहरू। खालि नुन र पानीमा अनि घिउहरूमा पकाएर खाएको। यस्तो मुख रोडिएको थियो कि पिरो अमिलो पिरो, त्यसै पनि मलाई पहिलेदेखि नै अत्यन्तै मनपर्ने। अब चाहिँ हामी यहाँबाट अब नन स्टप लाग्छौँ तानसिनतर्फ, अनि जम्मा रुममा पुगेर अनि यो भिडियो एडिट गरेर सकेसम्म आजै पोस्ट गर्ने साथीहरू। धेरै लामो समय बितिसक्यो मैले भिडियो नहालेको। आज चाहिँ यसलाई गएर एडिट गर्छु, रुममा गएर एडिट गर्छु, अनि त्यसपछि स्याम्मै अझै साँझ 8 बजे उस्तै गरी आइहाल्छ है साथीहरू। म खबर गरिहाल्छु फेसबुकमा चाहिँ यताउति सबै ठाउँमा, होइन बुढी? के भन्छौ? हुन्छ। ल हुन्छ अरे। बुढी फेरि सोझी धेरै बोल्दिनँ अब भिडियो खिचिराख्दाखेरि पनि अब उस्तै पऱ्यो। यो बुढो बौला कि भए पनि भनेर यसो बेला बेला विचार पनि गर्छन् होइन। ठिकै छ, के गर्नु त नि, अब यस्तै परियो। जसले आँखामा पानीपुरी चाहिँ घुमिरहेछ मलाई त साथीहरू, के गर्नु। आहा, यहाँबाट गाडी खोजेर गाडी चढ्नु पऱ्यो। हात पनि गलो साथीहरू, एकैछिन रेस्ट गर्छु है त। कति दिदी यसलाई? 30 रुपियाँ। ल 30 रुपियाँको पानी पनि किन्ने हो। पानीपुरी पानीपुरी खाइयो, अब पानी खाने। कट 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 पानी खाएपछि छुट्टै आनन्द आउँछ, होइन दिदी? हो भन्नु न। टोस्ट चाहिन्छ त्यहाँ। पानी चाहिँ अब यतातिर बसेर खानु पऱ्यो। यो जलालाई चाहिँ यहाँ राख्ने होइन, यसरी, अनि यसरी यसलाई ढक्कन खोल्ने। एउटा हातले फेरि मिल्दैन कि, बुढी फेरि उ त्यतातिर गएछन्, म चाहिँ यहाँ एक्लै छु। दुःख पाएँ, साह्रै दुःख पाएँ साथीहरू यो ढक्कन खोल्नलाई। एकचोटिमा मैले सास नफेरेर यो बोतल स्वात्तै खान सक्छु क्या। पानी म त्यस्तो बढी खान्छु, यति चाहिँ बुढीलाई बचाइदिएर राखिदिएछु, नभए यो पनि सर्ट पार्थेँ। एकचोटि ठाडो घाटी लगाएपछि मैले यो पुरै नभ्याउँदासम्म
हामी यहाँ यतिखेर लरे पिपल साथीहरू यहाँ झऱ्यौँ। अब यहाँबाट हामी खडे निस्किन्छौँ रुमतिर जानलाई। कहाँबाट सर बाटो यो? अच्छा, यस्तोबाट छिर्न पाइन्छ। यहाँबाट छिरेर जाने है। यो खास के हो र? यो मन्दिर हो बुद्धको। अच्छा, यो रहेछ है। है यस्तो रहेछ है। ल यहाँबाट निस्किएपछि हामी चक्कै यसरी आयो गेटमा होइन। अगाडिपट्टि देखाउनु पर्दा यस्तो रहेछ। यो बुद्धिस्टको मन्दिर हो। ल जाउँ त्यसो भए। ल साथी बुद्धको दर्शन गरौँ है। ल यहाँ म ठ्याक्कै देखाउँछु तपाईँहरूलाई। बुद्धको दर्शन गरौँ सबैले। यसरी जाने यताबाट हो। यस्तो सजिलो बाटो रहेछ त यहाँनिर आउनलाई। साथीहरू हामी चाहिँ रुममा आइपुग्यौँ। ठ्याक्कै हाम्रो रुमको बाहिरको गेट हो। अब मैले रुममा छिरेपछि यो भ्लग एडिटिङ गर्छु पहिला, त्यसपछि आजै अपलोड गर्छु, हेर्नु होला।